सलमा, जसको श्रीमान विदेशमा काम गर्थे, उनी आफ्ना ससुरालीहरूसँग एक्लै बस्थिन्। उनीहरूको एउटा कुकुर पनि थियो जुन प्राय भुइँमा बस्थ्यो। नाजिया प्राय खाटमा बसेर त्यो हेर्थ्यो। तर अब कसलाई थाहा छ उनको दिमागमा के आयो। एक साँझ उनले अचानक निर्णय गरिन्। उनी मेडिकल स्टोरमा गइन् र शक्ति बढाउने चक्कीहरू किनिन्। पसलेले केवल भनिन् कि तिनीहरू धेरै प्रभावकारी छन्। फर्केर उनले चक्कीहरू दूधमा घोलेर त्यो साँझ कुकुरलाई खुवाइन्। त्यसपछि के हुन्छ भयानक छ, तर यो घटनाले हामीलाई महत्त्वपूर्ण पाठ सिकाउनेछ। यो भिडियो अन्त्यसम्म हेरेपछि तपाईले घरमा हुने साना गल्तीहरूले कसरी ठूला घोटालाहरू र ठूला द्वन्द्वहरू निम्त्याउन सक्छन् भनेर सिक्नुहुनेछ। साथीहरू, यो सत्य घटना पाकिस्तानको लाहोरमा हुन्छ। नाजिया नामकी एउटा युवती त्यहाँ बस्थिन्। हालसालै शाहिद नामक पुरुषसँग विवाह गरिन्। शाहिद 27 वर्षका थिए र नाजिया 24 वर्षकी थिइन्। उनीहरूको विवाह धेरै समयदेखि भएको थिएन र उनीहरूको कुनै सन्तान थिएन। विवाहको केही समयपछि शाहिद आफ्नो परिवार र राम्रो भविष्यको लागि पैसा कमाउन साउदी अरब गए। नाजिया आफ्नै सासू, ससुरा र देवरसँग घरमा बस्थिन्। तर शाहिदको बारम्बार अनुपस्थिति, प्राय महिनौसम्म नाजियाले बिस्तारै एक्लो महसुस गर्न थालिन्। यो एक्लोपन उनको लागि झनझन गाह्रो हुँदै गइरहेको थियो। वर्षमा 1 वा 2 पटक मात्र घर आउने इमरान कहिलेकाहीँ पुरै वर्ष फर्किँदै थिइन्। नाजिया आफ्नो पति बिना धेरै एक्लो महसुस गर्थिन् र प्राय उनको सम्झनामा हराइरहेकी थिइन्। उनी दुखी र विचारमा हराइरहेकी थिइन्। उनलाई यो अवस्थामा देखेर उनकी सासू रिसाउनुहुन्थ्यो। उनी प्राय नाजियालाई गिज्जाउने गर्थिन्, तिम्रो ध्यान कहाँ छ? तिमी बस्छौ, घरको कुनै पनि काम पनि गर्दिनौ। नाजियाको अवस्था यति खराब भइसकेको थियो कि उनी आफ्नी सासूको कुराको जवाफ दिन वा केही गर्न सक्दिनथिन्। उनी त्यहीँ बसिरहेकी थिइन्। घरभित्र नाजिया, जो अब एक महिला हुन्, आफ्नो पतिलाई सम्झिन् र यौन सम्पर्कको चाहना गर्थिन्। तर उनी आफ्नो देवरसँग यौन सम्पर्क गर्न सक्दिनथिन्। उनी लज्जित र चिन्तित थिइन् कि केही गलत हुन सक्छ। त्यसैले साथीहरू, उनी यही सम्झनामा बस्थिन् र उनकी सासूले उनलाई गाली गर्थिन्। जब शाहिद बिदामा घर आउँथिन्, नाजियाको खुसीको सीमा थिएन। उनले यी 10 देखि 15 दिन यसरी बिताएकी थिइन् मानौ उनले स्वर्ग पाएकी छुन्। शाहिदसँग बिताएका हरेक क्षणले उनलाई शान्ति ल्यायो र उनी चाहन्थिन् कि यो कहिल्यै समाप्त नहोस्। तर चाँडै समय आयो जब शाहिदको फिर्ती निश्चित भयो। शाहिदको फिर्ती टिकट बुक हुने बित्तिकै नाजियाको मन डुब्यो। जानु अघि जब शाहिद उनको अगाडि देखा परे, उनले आफ्ना भावनाहरू नियन्त्रण गर्न सकिनन् र रुन थालिन्। आँसु झाली उनी भन्थिन्, नजाऊ, तिमी बिना मलाई बिरामी लाग्छ। तिमी बिना मलाई पूर्ण रूपमा एक्लो महसुस हुन्छ। तर शाहिद असहाय थिए। आफ्नी श्रीमतीलाई दुखी देखेर उनी दुखी भए। तर उनले उनलाई सान्त्वना दिँदै भने, यदि मैले पैसा कमाइन भने मेरो परिवार कसरी बाँच्नेछ? म जानुपर्छ र तिमी यहाँ बस्नुपर्छ, किनभने म तिमीलाई दुबई लैजान पनि सक्दिन। यदि मैले तिमीलाई त्यहाँ लैजान्छु भने मेरो सबै कमाई खर्चमा खर्च हुनेछ। म घर के पठाउने? यससँगै उनका श्रीमानले जाने तयारी गर्न थाले। एक दिन मात्र बाँकी रहँदा नाजियाले उनलाई भनिन्, म घरमा एक्लै बिरामी महसुस गर्छु। तिमीले मलाई कुकुर किन्नुपर्छ। यो सुनेपछि उनका श्रीमान हाँसे। उसले भन्छ, त्यसैले भयो। ठिक छ, त्यसैले ऊ बजार जान्छ, एउटा राम्रो कुकुर किन्छ र आफ्नी श्रीमतीलाई दिन्छ। उसले उसलाई त्यससँग मिल्न भन्छ। श्रीमान गएका छन् र श्रीमती नाजिया कुकुरसँग खेल्छिन्, खुवाउँछिन् र आफ्नो धेरै जसो समय त्यसैसँग बिताउँछिन्। एक दिन उनी सोचमा डुबेकी थिइन्। उनी कुकुरलाई हेरिरहेकी थिइन्। मलाई थाहा छैन उनको दिमागमा के भइरहेको छ। त्यसपछि उनले कुकुरको टाउकोमा प्रहार गर्छिन् र त्यसलाई जगाउने भागहरू छुन्छिन्। त्यसपछि उनी सुत्छिन्। अचम्मको कुरा, कुकुरले उनसँग केही गलत गर्न थाल्छ, तर कुकुर छिट्टै टाढा जान्छ। अब नाजियालाई रमाइलो लाग्दैन र उनी धेरै निराश हुन्छन्। दोस्रो रात आउँछ र फेरि त्यस्तै हुन्छ, तर कुकुर पनि छिट्टै टाढा जान्छ, नाजियालाई अधुरो छोडेर। त्यसपछि नाजियाले समय बढाउने निर्णय गर्छिन्। तेस्रो दिन उनी मेडिकल स्टोरमा जान्छिन् र केही शक्ति बढाउने चक्कीहरू किन्छिन्। उनी ती ल्याउँछिन् र साँझको पर्खना गर्छिन्। साँझ पर्ने बित्तिकै उनी कुकुरलाई प्रशस्त दूध र अन्य पूरकहरू खुवाउँछिन्। उनी उसलाई खाना खुवाउँछिन् र साँझ पर्ने बित्तिकै उसले उसको खानामा शक्ति बढाउने चक्कीहरू घोलेर उसलाई खुवाउँछिन्। शक्ति बढाउने चक्कीहरूले भरिएको खाना खाएपछि कुकुर 20 मिनेटसम्म चुपचाप रहन्छ। 20 मिनेटपछि यसले कराइरहेको जस्तो व्यवहार गर्न थाल्छ। भित्रबाट एक प्रकारको कुकुर जस्तो म्याउ गर्ने आवाज निस्कन थाल्छ। ऊ नाजियाको वरिपरि घुम्न थाल्छ। नाजिया बुझ्छिन् कि चरण तयार भइसकेको छ।
आक्रमण हुनुभन्दा केही समय मात्र बाँकी छ कि उनी सुत्छिन् र साथीहरू उनी कुकुरलाई रगड्न थाल्छिन्। कुकुरले यति लामो समयसम्म त्यहाँ रगडिरहन्छ कि नाजिया थाक्छिन्। जब उनी त्यसलाई धकेल्न खोज्छिन्, कुकुरले उनलाई धेरै ठाउँमा टोक्ने प्रयास गर्छ र जब उनी फेरि धकेल्छिन्, यसले फेरि टोक्ने प्रयास गर्छ। अब यसको पन्जाले उनको शरीरभरि दागहरू छोड्छन्। नाजिया कुनै न कुनै रूपमा कुकुरबाट भाग्न सफल हुन्छिन् र आफ्नो ओठ्यानमा सुत्छिन्। जब कुकुर उनको बिस्तारामा चढ्छ र उनीमाथि आफ्नो काम गर्न थाल्छ, किनभने साथीहरू पावर चक्कीहरू, शक्ति बढाउने चक्कीहरू अद्भुत थिए। अब यो रातभरि जारी रहन्छ। नाजिया रातभरि 3-4 पटक कुकुरलाई माया गर्छिन्। यो रमाइलो थियो भनेर सोचेर, यद्यपि उनको शरीरमा दागहरू छन् तर कसैले निहाल्दैन। बिहान हुने बित्तिकै उनी कोठाबाट निस्कन्छिन्। उनकी सासूले उनलाई हेर्छिन् र उनको छाती र हातमा खरचोरो देख्छिन्। उनकी सासूले सोध्छिन्, छोरी के भयो? त्यसैले नाजिया भन्छिन्, केही नहो, कुकुरले अलि असभ्य व्यवहार गरिरहेको छ। यसले मलाई टोकेको छ। यसले आफ्नो पन्जाले मेरो शरीरमा दागहरू बनाएको छ। उनकी सासूले तुरुन्तै सोध्छिन्, तिमी यस्तो कुकुरलाई घरमा किन राख्छौ? यसलाई बाहिर निकाल, बाहिर छोड। तर नाजिया भन्छिन्, डबी, त्यसको मतलब कुकुर नहीं नहीं, म यसलाई पाठ सिकाउँछु। यो दोस्रो रात हो। साथीहरू, यसपालि उनले अर्को चक्की थप्छिन्। उनले कुकुरलाई 2 वा 3 दिन्छिन्। आज रात पनि त्यस्तै हुन्छ। उनी कुकुरसँग रात बिताउँछिन् र बिहान कुकुरले रातभरि उसलाई पन्जा हानेको छ। जब उनी टाढा जान खोज्छिन्, उनकी सासूले यसलाई अझै गम्भीर अवस्थामा देख्छिन्। उनी फेरि सोध्छिन्, के भयो? उनी उनलाई भन्छिन्, यो कुकुर हो, यसले यो गर्यो। त्यसपछि उनकी सासूले तुरन्तै केही शंका गर्छिन्, किनभने उनी कुकुर भुक्ने सानो आवाज पनि सुन्न सक्छिन् र अब उनी रात पर्न पर्खन्छन्। तेस्रो दिन पनि शर्माले नाजिया बस्ने कोठामा रहेको कुकुरलाई पावर पिल्स दिए र त्यसपछि त्यससँग यौन सम्पर्क गर्न थाले। साथीहरू, अब सासूले झ्यालबाट भित्रको दृश्य देख्छिन् र झ्यालबाट हेरेर भित्रको दृश्य देख्ने बित्तिकै घरभित्र के भइरहेको छ भनेर सोच्दै उनको मुख खुल्ला रहन्छ र उनले आफ्नो श्रीमानलाई फोन गर्छिन् र भित्रको दृश्य देखाउँछिन्। अब सासू र ससुरा दुवै गहिरो सोचमा छन्। उनीहरूले त्यो बुधारीलाई केही भनेनन्, तर उनीहरूले आफ्नो छोरा शाहिदलाई फोन गरेर भन्छन्, तिम्रो श्रीमतीले घरमा ल्याएको कुकुरसँग यौन सम्पर्क गर्दैछिन्। शाहिदले यो कुरा पचाउन सकेनन्, तर उनले आफ्नो श्रीमतीलाई केही भनेनन्। उनले सोचे कि उनले गएर हेर्नुपर्छ, त्यसैले उनले बिदा लिए। फर्केपछि उनले आफ्नो श्रीमतीलाई सोधे कि त्यहाँ दागहरू कहाँ छन्। उनले भनिन्, कुकुरले दागहरू बनाएको छ, यो त उनले अलि बढी माया देखाउँछ। त्यसपछि शाहिदले आफ्नो श्रीमतीलाई केही भनेनन्। उनी कुकुरलाई घरबाट निकाल्न चाहन्थे, त्यसैले उनले त्यसलाई जान दिए। तर साथीहरू, कुकुरको सुन्ने क्षमता एकदमै बलियो हुन्छ। यो लतमा परेको थियो। यो त्यही घरमा फर्किरहन्छ। अब शाहिद प्राय आफूलाई त्यही घरमा फर्केको पाउँछन् जहाँ उसले त्यसलाई छोडेको थियो। शाहिद चिन्तित हुन्छन्। शाहिदको साथी थिए। शाहिदले कुकुरलाई आफ्नो साथीलाई दिन्छन् र भन्छन्, यो हेर, यो धेरै महँगो कुकुर छ, तिमी यसलाई राख्न सक्छौ। उसको साथीले खुसी भएर स्वीकार गर्छ। शाहिदले अहिलेसम्म आफ्नो श्रीमतीलाई के कुरा हो भनेर सोधेका थिएनन्, तर ती विचारहरू अझै उनको दिमागमा दौडिरहेका थिए। अब जब कुकुर उसको साथीको घरमा जान्छ, उसले रातमा त्यहाँ सुत्ने महिलाहरूमाथि चढ्छ, यानि कि उसले तिनीहरूसँग यौन सम्पर्क गर्ने प्रयास गर्छ। त्यसैले साथीहरू, यसलाई त्यहाँ 1 दिनको लागि देखाइएको छ, तर भोलिपल्ट उसले त्यही गर्छ, यानि कि कुकुर पूर्ण रूपमा रोमान्टिक हुँदै गइरहेको छ। अब उसले त्यहाँ पनि त्यही गर्छ। त्यसैले त्यहाँका महिलाहरूले आफ्ना पतिहरूलाई भन्छन्, भाइ, यसलाई बाहिर छोड र जहाँबाट ल्याएका थियौ त्यहीबाट फिर्ता ल्याऊ। त्यसपछि शाहिदको साथीले शाहिदलाई फोन गर्छन् र सोध्छन्, तिमीसँग कस्तो कुकुर छ? उसले महिलाहरूलाई पनि छोड्दैनन्। त्यसपछि शाहिदलाई थाहा हुन्छ कि केही शंकास्पद छ, किनभने उसको साथीले उसलाई भनेको थियो। अब उसले बुझ्छ कि उनकी श्रीमती नाजियाले उनीसँग यौन सम्पर्क गरिरहेकी छन्। उनीहरूले यो काम गरिसकेका छन् र त्यसपछि उनी यौन सम्पर्कको लतमा फस्छन्। अब यहाँ उसले आफ्नो श्रीमती नाजियालाई कुट्छ र कुटेपछि उसले उनलाई सम्बन्ध विच्छेद गर्छ। सम्बन्ध विच्छेदपछि नाजिया आफ्नो प्रातिक्यको घरमा जान्छन् र शाहिद आफ्नो ड्युटी स्टेसनमा जान्छन्। यसरी नाजियाले आफ्नो घर स्थापित गरिन्। बच्चा जन्माउनु भन्दा अघि वासनाले उनको घर ध्वस्त गर्छ। साथीहरू, जब वासना र इच्छा नियन्त्रण बाहिर जान्छ, एक व्यक्ति अन्धो हुन्छ। यो पूर्ण रूपमा सत्य छ र यो अन्धत्वको कारणले गर्दा एक व्यक्तिले धेरै पीडा भोग्नुपर्छ। उसले आफ्नो परिवार गुमाउँछ, मान्छे गुमाउँछ, समाजमा आत्मसम्मान र प्रतिष्ठा गुमाउँछ।
यो वासनाको कारण हो। साथीहरू, जब वासना मन र हृदयमा कब्जा गर्छ, के भन्न सकिन्छ? जे पनि गलत हुन सक्छ। अब साथीहरू, यो घटना यसरी प्रकट हुन्छ। यो घटनाको बारेमा बताउनुको मेरो उद्देश्य कसैलाई अपमान गर्नु होइन, न म कसैको भावनामा चोट पुर्याउन चाहन्छु। म चाहन्छु कि तपाईहरू सबै सजग रहनुहोस् र यो घटनाबाट केही सिक्नुहोस्। धन्यवाद।